नमस्ते दर्शकबिन, चेङ्गाटाइसमा हार्दिक स्वागत जनाउँदै अहिले घरि म उपस्थित भएको छु मन्जा खोला है, जो खोप्रेल लोहागढ है पुटुङलाई जोड्ने एकदमै अति नै जरुरत रहेको मन्जा खोलाको पुल है। यो अझैसम्म बनिनु सकेको छैन। कारण के हो त्यो थाहा भएन होइन। यो पुल है, यो मन्जा खोलामा रहेको एउटा अव्यवस्थित तरिकाले है बनिएको है। यो खालि तपाईँको हिउँदोमा मात्र यो बाटो चल्ने गर्दछ, तर बर्खामाझ पुटुङ हाई स्कुल लगायत खोप्रेल जानका लागि, पुटुङ जानका लागि, साथै लगड जानका निम्ति अति नै जरुरत रहेको यो पुल मन्जा खोलामा है कहिले बनिने त, कहिले बनिन्छ त यो पुल? हेर्नुहोस् त साथीहरू, एकदमै दयनीय अवस्थामा रहेको छ है। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले है, यस्तो रहेको छ। कहिले बनिने त यो पुल है। तपाईँहरूलाई फेसबुक पेज चेङ्गाटाइसमा हार्दिक स्वागत जनाउँदै अहिले घरि म उपस्थित भएको छु मन्जा खोलाको पुलमा, जुन बाटोले लोहागढ लगायत खोप्रेल पुटुङ जोड्ने गर्दछ। यहाँनिर पुल अझैसम्म बनिनु सकेको छैन। धेरै साल भइसक्यो है बनिन्छ 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 भनेको, तर अझैसम्म बनिएको छैन। कारण के हो थाहा भएन होइन। सायद यसपालिको भोट अघि पनि बनिएन भने यो मन्जा खोलाको पुल अधुरो नै रहनेछ। सपना है, सपना अधुरो नै रहनेछ। कहिले बनिने हो थाहा भएन। जसले यो भिडियो हेर्नु हुँदैछ कृपया गरेर सम्पूर्णले सेयर गरिदिनु होला, किनकि यो मन्जा खोलामा पुल हुनु अति नै आवश्यक छ। किनकि लोहागढ खोप्रेल पुटुङबाट जाने बाटो, पानीघाटा जाने बाटो, अनि साथै चेङ्गा पानीघाटा ग्राम पञ्चायत जाने बाटो पनि यही हो है। लोहागढको त चेङ्गा पानीघाटा ग्राम पञ्चायतै पर्छ, तर कहिले बनिने त थाहा भएन है। सबैजनालाई यस भिडियोलाई सेयर गरेर यहाँको पुल छिटोभन्दा छिटो बन्नुहोस् भनेर सबैजनाले यो भिडियोलाई सेयर गरिदिनु होला है। धेरै धेरै धन्यवाद।